मलाई नि अफर आकै हो आयो ल आयो उ स्वागत छ वेलकम छ धन्यवाद है आइदिनु Hello everyone, namaste, welcome and welcome back to my new vlog. I hope हजुर सबैजना आरामै हुनुहुन्छ होला म पनि आरामै छु सो आज चाहिँ हामी भोज खाँदै जाँदैछौँ तनहुँ अनि म चाहिँ धेरै वर्षपछि भोज खान जाँदैछु आइ एम सो एक्साइटेड अनि यता चाहिँ हाम्रो गाइजहरू हुनुहुन्छ हेलो गाइज यता हेर्नुहोस् गाइजहरू कति साह्रो मात्तिएको र अनि हामी चाहिँ दमोली जाने हो खोइ खाना घाटु खोइ त होला नि होइन अनि अब घाटु नाची त खोइ खान्छ भन्छ अब आज गएपछि थाहा हुन्छ अनि म चाहिँ धेरै वर्षपछि जाँदैछु अनि म चाहिँ एकदम खुसी छु अनि हाम्रो अस्ति माइतमा नि खाएको थियो तर म जान पाएन यो पालि चाहिँ जाने हो यता हाम्रो गाडी आइसकेको छ हामी यता रेडी भइसकेको छौँ सो गाइस अब देखाउँछु हजुरहरूलाई म के कस्तो हुन्छ आजको रमाइलो हुन्छ कि हुन्न दिन चाहिँ एकदम रमाइलो छ हाम्रो बस आइसकेको छ डिलक्स खोइ त यतिजना हो अगाडि बसिरहेछ गाडी लाने मान्छेहरू को हो ल गाडी आयो सुन महँगो छ अब यो लाउने हो कि ल जाउँ बजेर कत्रो खुल्ने लाग्छ फेरि ल्याएन र ल्याएछु ब्यागमा ल जाउँ अब काका आउनु हुँदै क्या है खोइ खाली कति अटाउँछ यता पनि यता एकजनाहरू सब खाली कहिले भन्नु को यहाँ गरेको को अहिले यहाँ गर्ने आइपुग्यो हामी चाहिँ यहाँ बसेको छौँ तपाईँले गर्छ भने यत्रो सिसा काका पछाडि खाली लेडिज मात्रै छ तेरो नाम भरा रहेछ मान्छे छैन त यार खोइ त मान्छे खोइ 5 बजे आउने भने खोइ मान्छे ए यहाँ रहेछ नि त यी ब्याज हजुर यही रहेछ नि त यी गुरास्ता मुसमाजबाट आएको भने थाहा हुने रहेछ अलिक ठुलो बाटो पनि त यहाँ निधारमा टाल्नु निधारमा टाल्नु कि निधारमा देखिन्छ यहाँ देखिन्न कसरी काट्ने यहाँ क्लिप बनाउनु न तब कपालमा तेरो नाम
खै छ्यामा आउँदैछ अरे बढ्यो अरे बजाउने 5 जना हो नि त 6 जना 2 जना छ ल जमजम गुरुजी गुरुजी रे ढ्याक ढ्याक तेरो नामको हिरो त अनि ढ्याक ढ्याकमा पस्या त तेरो नामको हिरो त अगाडि पछाडि अब नाच्नु परेन अन्त लाग्यो म गाइज हामी गयौँ आउन ल है गाइज जाम डमली 50 जाम गाउनु त ल गीत गाउनु त एउटा छामा एउटा गीत गाउनु सो गाइस हामी चाहिँ लाग्यौँ अब बाटोबाटै नाच्नु जाने होइन र बाटोबाट नाच्नु जाने होइन मैले बाटोबाट बजाउने के हो छ्यामा दाइ तेरो नामको हिरो दाइ त तेरो नामको हिरो बजाउने कहिले हो त अहिलेबाट बजाउँदै जानुपर्छ त अहिलेबाट बजाउँदै जानुपर्छ त बजाउन नआतिनु पहिला मान्छे पिकअप गर अब मुख्य खेलाडीहरु त गाई छ अनि ए आउनु भएन अहिले साउनमा त बजाउने कुरा स्ट्राइकरहरु बाँकी छ यहाँ ए ल ल हजुर हजुर हैन हैन यहाँ छ क्या यहाँ छ अब तिनीहरुले पिकअप गरेपछि अनि हामी रावमाला रावमी अनि बजाउने मान्छेले के भन्छ रावमी अरे रावमी पानी हाल्नु न 2 कार्टुन पानी हाल्नु न ल ल गाइजहरु अब के गर्नु त यो खाइदि हेलो कुसुम म्याडम यही बोलाउनु भएको छ सपना गर्नु यहाँ आउन रमाइलो गर्ने मान्छे किन हो अगाडि बस्नु भएको यहाँ पिछे बस्नु पर्दैन रमाइलो गर्ने मान्छेलाई अगाडि गएर बस्छ हो गफ गरेर ल हामी त हिँड्यौँ अब काका कति रमाइलो गर्ने आज एकदमै ल आज भयंकर रमाइलो गर्नु भयंकर रमाइलो यति टोपी नलाउनु न हामी त टोपी नलाउनु न कस्तो राम्रो देखिरहेको छ अहिले टक्क आशिक कपाल तेरो नामको हिरो चाहिँ कपाल हेर्नु न युवराज दाइको तैँले त्यो समयमा मलाई युवराज दाइको कपाल हेरेर 2-3 जना पटिन्छ के हैन त्यो समयमा तेरे नाम फिल्म चाहिँ स्टार्टिङ गर्दाखेरि मलाई नि अफर आकै हो तर किनभने मैले सलमान खानलाई चाहिँ मैले उसले चाहिँ दिएको हो चान्स दिएको है चान्स दिएको खास छैन त्यहाँ त्यो समयमा मलाई हो के अफर आएको सही हो कुरा कागो पसिना आयो ल आयो उ नाच्नु मुगलिन आइपुग्यो हामी मुगलिन पैँचरी बजाउने मान्छे मिनी ब्रेक भयो अब दादा नि यहाँ चाहिँ अब टोइलेट जाने टाइम अब चिया खान जाने एकछिनपछि त्यसपछि दमली पुग्ने हो बल्ल मुगलिन आइपुग्यो के अरे भन्नु बल्ल मुगलिन गट्यो एक्सिडेन्ट मैले देखिनँ बाइक
चढ्छ बाटो भित्र अब चिया खाने बेला भेटौँला हामी त यहाँ चिया पानी खान बसेको हामी छ्यामासँग है भन्नु न कहाँ जानु लाग्यो छ्यामा हामी खोइ खाना कता हो खोइ खाने खै रमौली भन्छ कता हो गएपछि थाहा हुन्छ भन्नु न गएपछि थाहा हुन्छ नौलो ठाउँ हो नाच्न आउँछ आउन नाच्ने अब लटरपटर नाचिन्छ यहाँ गाडी लाएर फिट्टु भएको गएको मान्छे यता हेर्नु ओ बहिनी भागे कि गाडी लाएर फिट्टु भयो रक्सी लाए जस्तो भयो खाजा खान जाऊँ न त जाऊँ गर्नु भयो अलिअलि खाने हामी खाजा खान आइपुग्यौँ हाम्रो काका हेलो गफडी काका हेलो कान्छी डन ल के खाजा खाने र भन्ने खायो हो होइन खाजा चाहिँ यस्तो यस्तो छ अब इन्डिया लाउरी छोडेको नि दुवै लाउरी मलाई किन इन्डियाको लाउरी पेन्सनवाला भन्दा जति बुढो भए पनि आइहाल्छ ए पहिला के गर्नुपर्ने हो टोकन लिनुपर्ने होइन यहाँ खाजा खाइसक्यौँ यहाँ हामीलाई चाहिँ एकदम यहाँ झन् गर्न खा भनेको झन् गर्न खा यहाँ तपाईँ जाम गाइज जाम ओ काका गफडी काका लिपिटी गयो कि लिपिटी नलाएर सादा मेरो अस्ति बाबुले आउँछ होला नि ल पनि निकाल्नु न यो एउटा खाम यस्तो मुख अब चाहिँ कस्तो खालको पङ्खा रहेछ हौ दाइ पुऱ्याउनु पर्ने अब एकैचोटि तनहुँ गरेर भेटौँला हामी त आइपुग्यौँ दमौली आइपुग्यौँ दमौली एकदम छिटो फास्ट 500 MB मा घुम्ने रहेछ हामी 5G हो 5G हामी 5G नेट परेछ हो काका हामी 5G नेट परेछ के छिटो आइपुग्यो रे जानी हो ल यहाँ ताबु दुख्यो यहाँको दुईटा काँटा भाजिसक्यो मान्छे ल गाइस आउनु होला ल आउनुस् आउनु होला हाम्रो डेस्टिनेसन ल आइपुग्यो छैन होला अझै टिका खोजिरहेको ल आउनु वेलकम कता गर्नु त यता ल हस् हैन पछाडी नलु पनि हैन आउँदै हुनुहुन्छ नि त ल मारे यहाँ हालत झन्डै थियो ल हजुर स्वागत छ है दाइको साटो मैले भनिदिएँ कि यहाँ ल आइपुग्यौँ हामी त ए यहाँ लेखेर रहेछ नि त यहाँ दाइ गुराँस त म समाज लेखेर रहेछ त यहाँ त नि मैले त दिएदिनँ हौ
रोल नम्बर 1 हो हामी ए ल युवराजले चाँडै धमाएर ल्याएको युवराज दाइले लहटे गरे बिहानबाट रोल नम्बर 1 रे भान्जी ल साह्रै भोगाएर आएको ला होला हो चितवनीहरू है स्वागत छ दमौलीमा हजुरहरूलाई ल आज फुटानै पर्छ स्पेशल चाहिँ हाम्रो गुरुजी मान्छे फुट्छ यी खैँचडी फुट्छ अच्छा हामी रोल नम्बर 1 सुरुमा पैसा चढ्नु पर्यो नि खाना ओजारी आउँछ नि हो नि हो त नि पैसा दिँदै उस गर्नु सुजुरो छैन ड्रेस पनि रहेछ त टी-शर्ट ड्रेस खै यो खैँचडी खैँचडी आता नि अगाडि जानु न सामा तपाईँ मान्छे नमस्ते स्वागत छ कुन नगर हो के नगर धन्यवाद है आइदिनु भएको मैले ल्याइदिनु हो तपाईँले ल्याइदिनु हुन्छ कि भनेर दिदी कुन दिनुभएको तपाईँले यो होइन नमस्ते ल वेलकम नानीहरूलाई धन्यवाद नमस्कार एक नम्बरमै परेछ है यो छ म आफैमा हजुर तर मान्छे आएको छैन आउनु भयो पछाडि हुनुहुन्छ मैले देखेँ ल उयो आमा मैले मान्छेलाई आइज भनेर नमस्ते फिटाहरू त थुप्रै आएछ सन्चै हुनुहुन्छ सबभन्दा पहिला भाग्य माने रोल नम्बर 1 दादा हालत ठ्याक्कै ठिकै रोजिरहेको थियो तारा है मैले भन्दा तिमीलाई बोलाएको ए हजुर ल राम्रो बनाऊ सपना बस सबै 16 वर्षीको छिटाहरू आउनु भयो नमस्ते हाम्रो चाहिँ एन्ट्री भइसक्यो नमस्ते चितवनबाट यस्तोबाट आउनुभयो
नमस्कार ल भित्र गुम्बा नमस्ते नमस्कार पहिलो नम्बरमा ओहो पहिलो नम्बरमा चितवन गुराँस तमु समाज नम्बर 1 है ल हामी चाहिँ आइपुग्यौँ अब रमाइलो हुन्छ ल है सुरु भयो हाम्रो चाहिँ
अघि पनि धेरै तपाईँहरू कतिजना आउनुभयो के बुझ्नु त के बुझ्नु त माग्न ल अहिले भेटौँ ल अब चाहिँ खाजा खाने रे हाम्रो चाहिँ खाजा आइसकेको छ खाजा आइसकेको छ है अब चाहिँ खाजा खाने हो अब हामी खाजा खान्छौँ अनि खान्छौँ अनि नाच्ने हो गाइस खाएको भिडियो पनि हेरिहाल्नु है होला